हेलो साथीहरू, स्वागत छ फेरि पनि हाम्रो भिडियोमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। म अनि मेरो हस्बेन्डजी जाँदैछौँ मार्केट के को लागि जाँदैछौँ भन्दा मासु लिन जाँदैछौँ। मासु लिन चाहिँ हामी गइसक्यौँ अनि त्यहाँ चाहिँ अहिले चाहिँ मासुको रेट चाहिँ बढेकै हो कि घटेको खै, अब 380 रुपियाँ केजी हैछ। तर हामीले चाहिँ सिङ्गो लाने भनेर त्यसलाई कटाइयो अनि त्यो चाहिँ 320 रुपियाँ केजी छ सिङ्गो ल्याउँदा। अनि 2 केजी लिग्यौँ अनि लिगेपछि बाटोमा आउँदै फेरि अन्डा पनि सम्झ्यौँ अनि घरमा अन्डा सिद्धिएको थियो अनि अन्डा लिग्यौँ। अन्डा 1 क्यारेट लिगेको अन्डा चाहिँ 500 रुपियाँ क्यारेट हैछ। पहिला चाहिँ 600 पुगिसकेको थियो, अहिले 500 रुपियाँ क्यारेट हैछ। अनि 1 क्यारेट अन्डा लिगेर फेरि हामी घरमा आयौँ। घरमा आएपछि म चाहिँ लागेँ खाना बनाउनको लागि। अनि चाहिँ म यता मासु फ्राई गर्दै थिएँ अनि मेरो छोरी पनि उता भोकाइसक्यो भनेर चाहिँ यता म छोरीको लागि लिटो पनि बनाउँदैछु। अनि चाहिँ के गर्ने साथीहरू, चिसो बढिरहेको छ, सब्जीहरू खासै मन पर्दैन, भन्नमा नि चिसो हुन्छ। अनि त्यही भएर पनि के बनाउने हुन्छ। त्यही भएर चाहिँ मैले चाहिँ थोरै भनी मासु लिग्ने अनि 2-3 दिनलाई त भइहाल्छ भनेर चाहिँ मासु लिएँ। अनि त्यसपछि चाहिँ मासु बनाउँदैछु। अनि चाहिँ हाम्रो भिडियो हजुरहरूलाई कस्तो के लाग्छ हजुरहरू कमेन्ट गर्नु होला। यदि हाम्रो भिडियो मन पर्यो भने या यस्तो खाले भिडियो बनाउन भनेर चाहिँ हामीहरूलाई सल्लाह सुझाव दिनु होला। हजुरहरूको सहयोगले नै, हजुरहरूको सपोर्टले नै हामी अगाडि बढ्ने हो। हामीलाई पनि भिडियो बनाउन खासै आउँदैन अनि सिक्दै छौँ। साना कुराहरू चाहिँ हामीबाट धेरै मिस्टेक हुन्छ। हामीले फेरि नराम्रो बोलेर भाइरल हुने होइन कि, अब आफूलाई जस्तो जानेको छ त्यस्तरी भाइरल हुनै पर्छ भन्ने पनि छैन कि। आफूलाई जानेको कुराहरू चाहिँ बोल्ने हो भनेर चाहिँ म सानो कुराहरू बोल्दै अनि भिडियो बनाउन लागिरहेको छु। यदि हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्छ, के लाग्छ, यदि मन पर्यो भने चाहिँ लाइक कमेन्ट गर्न नभुल्नु होला साथीहरू, सब्सक्राइब गरिदिनु। अनि म चाहिँ यता अन्डा पनि पकाउन लागेको छु। यता मेरो हस्बेन्डजीलाई दिउँसो खाना नखानु भएको नि त दिनमा, अनि त्यही भएर भोक लागेको छ अन्डा पनि बनाउन भनेर चाहिँ यता अन्डा पनि उसाल्न लागे। यता चाहिँ सब्जी पाक्दै गर्छ, यता अन्डा उसान भन्नुभयो अनि अन्डा उसाने। अनि चाहिँ यता हामी चाहिँ खाना लाग्यौँ। अनि खानाको लागि चाहिँ मेरो हस्बेन्डजीले चाहिँ भुजासँग खाने, म त मासु भुटेको अनि भुजा खाने भन्नुभयो। अनि यता मेरो बहिनीले चाहिँ खाना खान लागिसकेकी छिन् अनि म पनि अब खाना खान्छु। अनि त्यही भएर म हल्का क्लिप्स लिगेको थिएँ, भिडियो बनाउन सिक्दैछु। यदि अब हजुरहरूलाई मेरो भिडियोमा यस्तै मन पर्यो भने